हेलो गाइज, वेलकम टु Dio.com। आज म तपाईहरुलाई Dio.com मा इन्फ्लुएन्सर एकाउन्ट बनाउनु भयो तर त्यसमा प्रोडक्टहरु अपलोड कसरी गर्ने र त्यो एकाउन्ट बनाएको प्रोफाइल कहाँ हेर्न सकिन्छ त्यसको बारेमा भन्न गइरहेको छु। सबभन्दा पहिले Dio.com मा आफ्नो इन्फ्लुएन्सर एकाउन्टको प्रोफाइल हेर्नको लागि त्यहाँ ड्याशबोर्ड भन्ने अप्सन छ, त्यसमा क्लिक गर्नु होला। ड्याशबोर्डमा क्लिक गरिसकेपछि यसमा हेर्न सक्नुहुन्छ कि प्रोफाइल खुलिसकेको छ। अब यसमा तपाईले प्रोडक्टहरु अपलोड गर्नुपर्ने हुन्छ। यसमा तपाईले दुईवटा अप्सनले प्रोडक्टहरु अपलोड गर्न सक्नुहुन्छ। एउटा चाहिँ क्रिएट भन्ने अप्सन छ, त्यसमा पनि गर्न सक्नुहुन्छ भने आइडिया लिस्ट भन्ने अप्सन तलमा छ, त्यसमा पनि गर्न सक्नुहुन्छ। आज म तपाईहरुलाई दुईटै माध्यमबाट कसरी प्रोडक्टहरु अपलोड गर्न सकिन्छ त्यो दुईटै अप्सनबाट सिकाउन गइरहेको छु। ध्यान दिएर सुन्नु होला। सबभन्दा पहिले म क्रिएट अप्सनबाट कसरी अपलोड गर्न सकिन्छ त्यसको बारेमा भन्न गइरहेको छु। त्यो क्रिएट अप्सनमा सबभन्दा पहिले क्लिक गर्नु होला। क्लिक गरिसकेपछि अब यसमा हेर्न सक्नुहुन्छ कि यस्तो प्रकारको इन्टरफेस खुलेको छ। यसमा तपाईले एउटा सेट बनाएर स्किन केयर सेट हाल्न सक्नुहुन्छ। जस्तै म एउटा स्किन केयर सेट बनाएर राखेको छु, त्यो हाल्न गइरहेको छु। जस्तै हाल्नको लागि यसमा क्लिक टु अपलोड इमेज छ, त्यसमा क्लिक गर्नु होला। आफ्नो फाइलमा जान सक्नुहुन्छ, त्यसबाट फोटो लिन सक्नुहुन्छ। फोटो लिइसकेपछि अब हेर्न सक्नुहुन्छ यहाँ फोटो अपलोड भइसकेको छ। अब तलमा तपाईले टाइटल लेख्नु पर्ने हुन्छ, त्यसमा टाइटल लेख्नु होला। जस्तै म त्यहाँ सेराभेको ओइली स्किनको प्रोडक्टहरु हालेको छु भने यसमा टाइटलमा पनि त्यही लेख्न गइरहेको छु, सेराभे फर ओइली स्किन। यति लेखिसकेपछि अब तलमा तपाईले प्रोडक्ट अपलोड गर्नुपर्ने हुन्छ, जुन तपाईले सेल गर्नुहुन्छ। त्यो अपलोड गर्नको लागि यहाँ ट्याग एटलिस्ट वन प्रोडक्ट भन्ने अप्सन छ, त्यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि अब हेर्न सक्नुहुन्छ यस्ता प्रकारको इन्टरफेस खुलिसकेको छ। त्यसमा प्रोडक्ट सर्च गर्न सक्नुहुन्छ। जस्तै म गर्दै छु सेराभेको क्लिन्जर। त्यहाँ आइसकेको छ सेराभेको फेसियल क्लिन्जर, यसमा क्लिक गर्नु होला। त्यो आफै अपलोड भइहाल्छ। त्यसपछि फेरि अर्को अपलोड गर्नुपर्छ भने फेरि ट्याग एटलिस्ट वन प्रोडक्टमा क्लिक गर्नु होला। यसमा क्लिक गरी फेरि सर्च गर्नु होला। यसरी फेरि अपलोड गर्न सक्नुहुन्छ। यसरी नै तपाई अरु प्रोडक्टहरु पनि अपलोड गर्न सक्नुहुन्छ। त्यो अपलोड गरिसकेपछि अब त्यसमा सबमिट पोस्ट भन्ने अप्सन छ, त्यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि अब पोस्ट सक्सेसफुली क्रिएटेड भनिरहेछ, त्यो माथिमा हेर्न सक्नुहुन्छ। त्यसलाई हेर्नको लागि फेरि ब्याक जानु होला। ब्याक गइसकेपछि यसमा ड्याशबोर्डमा क्लिक गरेर हेर्न सक्नुहुन्छ कि प्रोडक्ट अपलोड भइसकेको छ। अब त्यो कस्टमरहरुले कसरी किन्न सकिन्छ भने त्यसमा क्लिक गर्छ। यहाँ भ्यू भन्ने अप्सन छ, भ्यूमा क्लिक गरिसकेपछि अब हेर्न सक्नुहुन्छ यस्तो प्रकारको आइसकेको छ। त्यसमा क्लिक गरेर कस्टमरहरुले किन्न सकिन्छ। यसरी क्लिक गर्छ भने डाइरेक्ट वेबसाइटमा गएर शपिङ गर्न मिल्छ। यो चाहिँ भइहाल्यो क्रिएट अप्सन वालाको मात्रै, यो चाहिँ सेट बनाएर हाल्नु पर्ने हुन्छ। अब म तपाईहरुलाई आइडिया लिस्टबाट कसरी प्रोडक्ट अपलोड गर्न सकिन्छ त्यसको बारेमा भन्न गइरहेको छु। त्यसमा अपलोड गर्नको लागि सबभन्दा पहिले ड्याशबोर्डमा जानु होला। ड्याशबोर्डमा गएपछि अब हेर्न सक्नुहुन्छ आइडिया लिस्ट छ, त्यसमा तपाईले प्रोडक्ट कोड हाल्नु पर्ने हुन्छ। यसमा प्रोडक्ट कोड हालेर प्रोडक्ट अपलोड हुन्छ। जस्तै म यहाँ प्रोडक्टहरुको लिस्ट बनाएर राखिसकेको छु। त्यो प्रोडक्टहरु तपाई पनि एउटा कपीमा अथवा मोबाइलमा सेभ गरेर राख्नु होला। जस्तै म यसमा प्रोडक्ट हाल्नको लागि 25-24 भने त्यसमा अब हेर्न सक्नुहुन्छ प्रोडक्ट अपलोड भइरहेछ। त्यसरी नै तपाई पनि अपलोड गर्नु होला। कमा दिएर फेरि यसमा प्रोडक्ट कोड हाल्नु होला। जस्तै 1060 हालिसकेपछि यसमा हेर्न सक्नुहुन्छ त्यही प्रोडक्टहरु आइरहेछ। अझै प्रोडक्ट हाल्नु छ भने फेरि कमा दिएर अझै प्रोडक्ट हाल्न सक्नुहुन्छ। यसरी नै हेर्न सक्नुहुन्छ प्रोडक्ट आफै अपलोड भइरहेको छ। तपाई पनि यसरी नै कोड हाल्दै जानु होला, प्रोडक्ट अपलोड हुँदै जान्छ।
हेर्न सक्नुहुन्छ। यसलाई हटाउनु छ भने त्यही कोडलाई हटाउन सक्नुहुन्छ। यो कोड हटाइदिनुहुन्छ भने त्यो डिलिट भइहाल्छ। फेरि हाल्नु हुन्छ भने फेरि त्यसैमा कोड लेख्नु होला। कोड लेखिसकेपछि अब हेर्न सक्नुहुन्छ अपलोड भइरहेको छ। यसरी नै धेरै कोडहरू हाल्नु होला र प्रोडक्टहरू अपलोड गर्नु होला। त्यसपछि कस्टमर आफै भिजिट गरेर त्यसबाट सपिङ गर्न सक्छ। सपिङ गर्नको लागि अब हेर्न सक्नुहुन्छ यसैमा क्लिक गर्छ भने डाइरेक्ट त्यहाँ सपमा गइहाल्छ। वेबसाइटमा गएपछि त्यहाँ सपिङ गर्न मिलिहाल्छ। यसरी नै तपाईँहरू पनि अपलोड गर्नु होला। र त्यो प्रोडक्टहरू अपलोड गर्नुभयो तर त्यो कसरी सेल हुन्छ त्यसको बारेमा तपाईँहरूले थाहा हुनु पर्यो। त्यसको लागि तपाईँ यहाँ हेर्न सक्नुहुन्छ माथिमा लिङ्क हालेको छ। तपाईँ आफ्नो इन्फ्लुएन्सर एकाउन्टको लिङ्क यसरी कपी गर्नु होला। कपी लिङ्क गरेर अनि तपाईँ आफ्नो टिकटक वा इन्स्टाग्राम एकाउन्टमा हाल्नु होला। त्यसपछि तपाईँ त्यसलाई प्रमोट गर्नुपर्ने हुन्छ। त्यो लिङ्कलाई प्रमोट गर्नु होला र हाम्रो स्टोरमा भिजिट गराउनु होला र त्यसबाट जति सेल हुन्छ त्यसको 10% तपाईँ कमिसन पाउनुहुन्छ। धन्यवाद।